नमस्ते साथीहरू। म चाहिँ अहिले कामदेखि फर्किँदै छु। यहाँ हेर्नुहोस् न, बारबिक्यू गर्ने ठाउँ पनि कस्तो दामी छ हैन। अन्त रुखहरू छ, परेवा छ। अब म चाहिँ यतादेखि घर जान्छु। कति राम्रो वेदर छ है आजको। कस्तो हल्लिन्छ हौ। होस् हल्लियोस्, म चाहिँ यहाँ छु। ट्याक्कसँग म चाहिँ घर जाँदैछु। यता हेर्न सक्नुहुन्छ। म जाने बाटो देखाउँछु है आज तपाईहरुलाई। म हिँड्ने बाटो यस्तो दामी ठाउँ छ कि यतादेखि जाँदा पनि म पुग्छु, तर यो चाहिँ सर्टकट बाटो हो ल। सर्टकट बाटो। अनि म चाहिँ यहाँ छु। आज म तपाईहरुलाई फल फलेको नि देखाउँछु है। के भन्छ हौ, आरुचा फलेको देखाउँछु ल। क्यामेरा पक्रिनु त आउँदैन रहेछ मलाई। अरू त के कुरा गर्नु। कुरै नगरौँ अरू त। क्यामेरा हल्लेको गर्छ। हेर्नु सक्नुहुन्छ, दामी ठाउँ यहाँको, दामी। अब एउटा स्ट्यान्ड किन्नु पर्यो। स्ट्यान्ड भन्छ कि के भन्छ कोनि त नि, के थाहा छैन। म किन्छु है। एक्लै जाँदैछु, साथी न सङ्गी, एक्लै रङ्गी चङ्गी भनेको यही हो है। अहिले चाहिँ कति बज्यो भने 4:30 भइसक्यो नि त। यहाँ त 4:30 बज्यो। यस्तो घाम लागेको छ। 9 बजेसम्म घाम लाग्छ। के गर्नु। अन्त यहाँ चाहिँ मेरो छाया ला देखिनु छोड्यो छाया पनि। घाम छ। अन्त घाम लाग्दाखेरि टोपी लाउनुपर्छ, ज्याकेट लाएर हिँड्नुपर्छ। किनकि नत्र भने घामले डढेर कालो न कालो भइन्छ। हेर्नुहोस् न, कस्तो दामी ठाउँ छ नि यहाँनिर त। कस्तो हरियाली न हरियाली देखिँदैछ हौ। अब म तपाईहरुलाई यहाँनिर एप्पल फलेको देखाउँछु ल। 1 मिनेट वेट गर्नुहोस् है। अब म देखाउने छु। अब यहाँदेखि चाहिँ उस्तो उकालो जानुपर्छ, किनकि म चाहिँ अहिले यो घाम नभएको ठाउँहरूदेखि हिँड्दैछु नि त। यहाँनिर एप्पल पाकेछ। अब म टिपिदिन्छु। टिपेर पनि म खाइदिन्छु। यहाँदेखि जाँदा नि पुग्छु म, तर म आज चाहिँ यतादेखि जान्छु। यहाँनिर देख्नु हुँदैछ स्याउ फलेको यो रुखमा। अस्ति कति धेरै फलेको थियो कि। यहाँ चराको गुड पनि रहेछ। छ कि छैन चराको बच्चा? छैन। यहाँ माथि हेर्नुहोस् न, कति धेरै एप्पल छ। देख्नु हुँदैछ? चराले पनि खाएछ। चढेर टिपिदिन्छु ल एउटा। टिपेर पनि मैले एउटा बोके। यहाँ हेर्नु सक्नुहुन्छ। अन्त यहाँ चाहिँ अङ्गुर कस्तो धेरै फले हा। अब एप्पल यहाँ पनि हेर्नुहोस् है। यहाँ पनि कति धेरै फले हा। तर म यहाँनिर चाहिँ भित्रदेखि चाहिँ खिच्दिनँ है। देख्नुभयो? यो चाहिँ स्कुल हो। अन्त म सधैँ चाहिँ उतो बाटो हिँड्थेँ नि त। आज चाहिँ गर्मी छ, अनि त्यही भएर चाहिँ यो बाटो हिँड्दैछु म। यहाँ फुलहरू हेर्न सक्नुहुन्छ, कति धेरै फुले। कस्तो दामी छ है। यहाँ हेर्नुहोस्। महारानी कोही बेला त मलाई त यो फुलहरू झरेको ठाउँमा हिँड्दाखेरि त कि महारानी, म त महारानी हो जस्तो फिल हुन्छ हौ। यहाँ हेर्नुहोस् न, रोज फुलेको, रोज क्या दामी फुले। अब अनि यहाँनिर चाहिँ आरुचा पनि खै मैले त यस्तो चाहिँ नदेखेको कि। अब हाम्रो घरतिर पनि खासै हुँदैन हाम्रो घरतिर चाहिँ, तर पनि यस्तो चाहिँ देखेको थिइनँ।
यहाँनिर अस्ति आरू कति धेरै फलेको थियो अन्त यहाँ लेमन फल्दैछ अन्त यहाँ आरू चाहिँ हेर्नुहोस् न यस्तो कलरको आरू चाहिँ देख्नु भयो यस्तो कलरको देख्नुभयो अब चाहिँ म अघिको एप्पल खाइदिन्छु गुलियो गुलियो भन्दा पनि क्या यो चाहिँ ग्रिन एप्पल हो नि त अन्त गुलियो चाहिँ हुँदैन तर पनि म खाइदिन्छु ला मेरो कपाल केही छैन कपाल यस्तै हो हैन अनि यस्तो दामी बाटोभरि फुलहरू कति धेरै फुलेको हुन्छ यहाँ हेर्न सक्नुहुन्छ फुल फुलै फुल अब चाहिँ जङ्गल छ है लु अब चाहिँ भयो म गर्दिनँ हौ हातै दुखो उतानिर भेजेसहरू देखाउँछु भन्दै थिएँ कि अल्छी पो लाग्यो कस्तो गुलियो भएछ फेरि यहाँको खानेकुराहरू यो फ्रुटहरू कस्तो छिटो पाक्छ हौ एकैछिनमा 1-2 महिना नेपालमा त लाग्छ जस्तो लाग्छ यहाँ चाहिँ भेजेसहरू कति धेरै छ है टमाटरहरू केहरू यहाँ चाहिँ खेती गर्दो रहेछ खै कहाँनिर पाउँछ बिउ किनकि मलाई नि कस्तो रोप्नुहरू चाहिँ मनपर्छ तर कहाँ पाउँछ भनेर थाहा छैन यहाँ बाजेलाई सोध्नु पनि अब बुझ्दैन नि त इङ्ग्लिस बुझ्दैन अनि मलाई फेरि यहाँको भाषा म बोल्नु जान्दिनँ एभोकाडोको बोट हाम्रो घरमा पनि छ ल अब चाहिँ म चाहिँ गएँ घरतिर सरासरी मेरो हातै दुख्यो के भिडियो गर्दा गर्दा म हेर्नु सक्नुहुन्छ यहाँनिर